नमस्ते साथीहरू, तपाईँलाई म देख्न जाँदैछु अहिले चाहिँ यो धेरै शक्तिशाली डाइनोसर चाहिँ यो यसको पाहाडमा दुईवटा सिङ हेर्न सक्नुहुन्छ। म तपाईँलाई यसको बच्चा पनि देखाउँछु। यहाँनिर हेर्न सक्नुहुन्छ यसको बच्चा चाहिँ बसिरहेको छ है। अलिअलि चाहिँ उठ्न लाउँछ तर यो चाहिँ पावरले यो इलेक्ट्रिकल पावरले चाहिँ चलेको हो। तर यो चाहिँ यति शक्तिशाली डाइनोसर मानिन्छ। जसको हेर्न सक्नुहुन्छ यसको बनावट, यसको छाला हेर्न सक्नुहुन्छ। पुरै तपाईँहरूलाई फेरि देखाउन चाहन्छु जो मैले बसेको डाइनोसर भनेको चाहिँ शक्तिशाली डाइनोसर, त्यसको चाहिँ यहाँनिर कङ्काल रहेको छ, यसको चाहिँ यहाँनिर हड्डी रहेको छ। म तपाईँहरूलाई देखाउन जाँदैछु, हेर्न सक्नुहुन्छ। यो चाहिँ यति पावरफुल यसको दाँत पनि हेर्न सक्नुहुन्छ। यसको कति डेन्जर छ यसको दाँतहरू, तपाईँ हेर्नुहोस्, हेर्न सक्नुहुन्छ यसको कङ्काल। यो चाहिँ यति पुरानो हो कि तपाईँ इमेजिन गर्नुहोस् कि यो जब यो पृथ्वीमा यो डाइनोसर थियो त यसमा केही पनि थिएन, सिर्फ आधी तुफान चट्याङ बाहेक अरू केही पनि थिएन। यो जीवाश्म पहिले नै थियो।